अब मेरो परिचय उहाँहरूलाई नै गराउनुपर्ने हुन्छ। मेरो नाम लक्ष्मीकान्त घिमिरे। म चाहिँ मस्तिष्क पत्रिकाको लागि अभिभावक स्वावलम्बन समूहको अध्यक्ष र म संरक्षक र संस्थाको संयोजक पनि। र यो चाहिँ कस्तो भनेर भन्दाखेरि चाहिँ बागमती प्रदेशको सामाजिक विकास महाशाखाबाट उहाँहरूको कार्यक्रम अन्तर्गत अपङ्गता भएको व्यक्ति र अभिभावकलाई चाहिँ मध्यनजर गरेर यो कार्यक्रम ल्याएको छ। 15 दिनको कार्यक्रम हामी 27 गतिबाट उद्घाटन गरेर 11 गतिसम्म समापन हुँदैछ। र यो चाहिँ कस्तो भने आय आर्जनमा पाटोमा चाहिँ विशेष ध्यान दिनको लागि, किनभने आमाहरू आफ्नो बालबालिका घरमै बस्नुपर्ने, कुरेर बस्नुपर्ने अवस्था र अपाङ्गता भएकोले नै हामीले के गर्ने भनेर उहाँहरूको चाहिँ जिन्दगीको लागि पनि भनौँ न, अब के गर्छ रोजगारीको लागि कहीँ जागिर पाऊँ भनेर जाँदाखेरि चाहिँ अप्ठ्यारो अपाङ्गताको कारणले पनि पाउन गाह्रो छ। त्यो हुँदाखेरि चाहिँ आफूले नै आफ्नो निर्भर भएर सिक्यौँ भन्यो भने चाहिँ भोलिका दिनमा चाहिँ त्यसलाई नै आय आर्जनको पाटोमा चाहिँ उहाँहरू लिएर जानुहुन्छ भनेर नै उहाँकै सबैको सल्लाह भयो। यस्तो कार्यक्रमहरू ल्याउन लागेको हुन्थ्यो भन्ने चाहना भइसकेपछि त्यसको प्रस्ताव गरिसकेपछि चाहिँ उहाँहरू अनुसार नै त्यो चाहिँ नयाँ संस्था पनि 2075 सालदेखि स्थापना भयो। 76 हामीले दर्ता गऱ्यौँ। त्यति गरेर गऱ्यो। अनि बल्ल अहिलेको फर्स्ट टाइम चाहिँ सरकारी तौरबाट नै तालिमहरू चाहिँ एकचोटि चाहिँ बल्ल पाउन सफल भएको छ। अब भविष्यमा उहाँहरूले नै यसलाई नै एकदम आत्मसात गरेर एकदम प्रतिबद्धता जाहेर गर्नुभएको छ कि म यसलाई नै अब कन्टिन्युटी दिन्छु भनेर पनि उहाँहरू एकदम उत्साहित हुनुभएको